त्यस्तै अब लेट्स मुभ अन टुवर्ड्स नयाँ टपिक हाम्रो काइनेमेटिक्सको एउटा नयाँ टपिक त्यो हाम्रो रिलेटिभ भेलोसिटी हो। सो रिलेटिभ भेलोसिटीको नि एकदम धेरै क्वेसन चाहिँ वास्तवमा सोध्ने गरिन्छ। सो यो रिलेटिभ भेलोसिटीको एकदम बेसिक कन्सेप्टबाट हामी सुरुवात गरौँ है त। हेरौँ। सो रिलेटिभ भेलोसिटी भनेको चाहिँ के हो त? है सो रिलेटिभ भेलोसिटी भनेको चाहिँ एउटा कुनै पनि अब्जेक्ट छ, यो अब्जेक्ट चाहिँ कसरी हिँडिरहेको छ, त्यसको भेलोसिटी चाहिँ कसरी के भइरहेको छ भन्ने कुराको अब्जर्भसन चाहिँ बेसिकली अर्को अब्जेक्ट मुभिङ अब्जेक्टले हेर्दाखेरि त्यसलाई चाहिँ हाम्रो बेसिकली रिलेटिभ भेलोसिटी भनिन्छ। अर्थात् हामीसँग कुनै पनि एउटा बडी छ, यो बडीको भेलोसिटी चाहिँ कति हो भन्ने कुरा चाहिँ हामी हिँडिरहेकै बसले हेर्ने हो भने चाहिँ हामीले त्यसलाई चाहिँ रिलेटिभ भेलोसिटी भन्ने गर्दछौँ। सो अब यहाँ अब डायग्राम पनि देख्न सक्छौँ। हाम्रो यो चाहिँ अब एयरप्लेन यताबाट आइरहेछ, अर्को एयरप्लेन यताबाट गइरहेछ। अब यतिखेर चाहिँ अब यो एयरप्लेन यतापट्टि जाँदै गर्दाखेरि चाहिँ अब यो एयरप्लेनले चाहिँ यतापट्टिको एयरप्लेन आउँदै गर्दा कति भेलोसिटी देखिरहेछ भन्ने कुराको चाहिँ जानकारी चाहिँ बेसिकली रिलेटिभ भेलोसिटीले दिन्छ। सो अब इट एसेन्सियली मेजर्स हाउ फास्ट वान अब्जेक्ट इज मुभिङ इन रिलेसन टु अनदर भनिरहेको छ यहाँनिर। त्यो हामीले बुझेकै छौँ। अथवा यो 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 जुन चाहिँ एयरप्लेन यतापट्टि गइरहेछ, सो यो एयरप्लेन कति चाँडो आइरहेको छ भन्ने कुराको अब्जर्भसन चाहिँ गरिरहेको छ। यो रिलेटिभ भेलोसिटीले चाहिँ त्यो कुरालाई चाहिँ बेसिकली सिग्निफाई गरिरहेको हुन्छ। सो यहाँ अब हेरौँ है, जस्तो अब द भेलोसिटी अफ ए विथ रेस्पेक्ट टु बी होइन। सो हामीले यो रिलेटिभ भेलोसिटीमा चाहिँ एकदमै धेरै चाहिँ इन्काउन्टर गरिरहेको कुरा हो द भेलोसिटी अफ ए विथ रेस्पेक्ट टु भेलोसिटी अफ बी। सो यो भनेको के हो? यो भनेको चाहिँ हाउ फास्ट द अब्जेक्ट ए इज मुभिङ फ्रम द पोइन्ट अफ भ्यू अफ अब्जेक्ट बी भन्नुको अर्थ यो हो क्या है। सो एउटा रिलेटिभ भेलोसिटी अफ ए विथ रेस्पेक्ट टु बी भन्नुको अर्थ चाहिँ के रहेछ त भन्दाखेरि चाहिँ यो ए भन्ने अब्जेक्ट जुन चाहिँ छ, यो ए भन्ने अब्जेक्ट चाहिँ कति चाँडो चाहिँ बीको पोइन्ट अफ भ्यूबाट हिँडिरहेको छ भन्ने कुरा चाहिँ यसको मिनिङ हो भनेर बुझ्नु पऱ्यो है। फर इक्जाम्पल अब यो प्लेन यताबाट आइरहेको छ, यो प्लेन यताबाट आइरहेको छ, यो प्लेन यताबाट गइरहेको छ। सो हामी प्लेन बीमा बसिरहेको छौँ भने यो प्लेन ए चाहिँ जस्तो यो प्लेन ए चाहिँ कति चाँडो मुभ गरिरहेको छ हामीले प्लेन बीमा बसेर हेऱ्यौँ भने त्यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि चाहिँ रिलेटिभ भेलोसिटी अफ प्लेन बी, रिलेटिभ भेलोसिटी अफ प्लेन ए विथ रेस्पेक्ट टु बी भनेर भन्ने भयो है त। सो अब रिलेटिभ भेलोसिटीको डायग्राम यस प्रकार छ। सो हाम्रो यहाँ के छ हेरौँ है त। सो यहाँ चाहिँ हामीसँग अब यो पोइन्ट अफ भ्यूबाट यो चाहिँ ओरिजिन छ, यो पोइन्टबाट हामी यतापट्टि गइरहेछौँ, अर्को भेलोसिटी यतापट्टि गइरहेको छ। यो दुईवटा भेलोसिटी बिचको एङ्गल हामीसँग थीटा छ यहाँनिर। सो यहाँनिर अल्फा भन्ने एउटा नयाँ अल्फा हामीले यहाँ सपोज गरिरहेछौँ। सो रिलेटिभ भेलोसिटीको फर्मुला चाहिँ के हो त भन्दाखेरि चाहिँ सो यो रिलेटिभ भेलोसिटीको फर्मुला चाहिँ ए माइनस बी हो। सो यो फर्मुलामा हामीले अलिकति नजिकबाट हेर्दाखेरि चाहिँ यो एबी जुन लेखाएको छ नि, यो बी भन्ने चाहिँ हेर्ने कुरा हो र ए भनेको चाहिँ जहाँ हामीले हेरिरहेको छौँ। हामीले बीबाट चाहिँ हामीले हेरिरहेको छौँ, कता हेर्दा छौँ भन्दाखेरि एमा हामीले हेरिरहेको छौँ। त्यो भनेकै वास्तवमा रिलेटिभ भेलोसिटी अफ ए विथ रिलेटिभ टु बी हो नि त वास्तवमा होइन। सो अब यहाँनिर अब हामीले हेरौँ जस्तो यहाँनिर के छ त भन्दाखेरि चाहिँ अब यो भिए माइनस बी भनेको के हो त भन्दाखेरि चाहिँ हामीले यो बी जुन भेक्टर छ, यो बी भेक्टरको नेगेटिभ डिरेक्सनमा आएको जुन भेक्टर छ, यो भेक्टरसँग बनाएको रिजल्टेन्ट हो नि त वास्तवमा यो भिएबी भनेको त होइन। सो यो नेगेटिभ आएको भेलोसिटी र यो ए को बिचको जुन रिजल्टेन्ट छ त्यसको चाहिँ हाम्रो डिरेक्सन चाहिँ हाम्रो बेसी त्यसको हाम्रो म्याग्निट्युड भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ रिलेटिभ भेलोसिटी हो भन्ने कुरा हामीलाई थाहा छ है। सो अब रिलेटिभ भेलोसिटी अफ ए विथ रेस्पेक्ट टु बी भन्नुको अर्थ चाहिँ के हो त, यो चाहिँ हाम्रो वास्तवमा अलिकति मिस्टेक भएको छ यहाँ। रिलेटिभ भेलोसिटी अफ बी विथ रेस्पेक्ट टु चाहिँ ए हो यो है। सो यो केसमा चाहिँ के हो त भन्दाखेरि चाहिँ एले चाहिँ बीलाई हेरिरहेको छ है, एले चाहिँ बीलाई हेरिरहेको छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। सो बी चाहिँ एउटा अर्कै मुभिङ बडी छ, त्यो बीलाई चाहिँ एले चाहिँ हिँड्दै हेर्दाखेरि चाहिँ यो भेलोसिटी हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। यो केसमा के हुन्छ त यसको हाम्रो अब भिबी माइनस भिए हुन्छ फर्मुला त होइन। सो भिबी माइनस भिए, सो हाम्रो यो ए भेक्टर जुन चाहिँ छ, यो ए भेक्टरको चाहिँ नेगेटिभ डिरेक्सनमा हामी गएर यो नेगेटिभ भिए र भिबीले जुन रिजल्टेन्ट बनाएको छ त्यसलाई नै हामीले के भन्छौँ त, यो भिबिए भनेर भन्छौँ हामीले त्यसलाई होइन। यही कुरा हो। सो मुभिङ अन के छ हामीसँग भन्दाखेरि चाहिँ ओसी इज द डिरेक्सन एन्ड म्याग्निट्युड अफ भिए। अब यो हामीले बुझेकै कुरा हो। जस्तो हामीसँग मैले यही कुरा रिपिट गरिरहेको छु। जस्तो हामीसँग यहाँ यो पोइन्टबाट यता आयो भने यो भनेको भिए हो, यो पोइन्टबाट उता जाँदाखेरि यो भनेको भिबी हो। सो भिबीको नेगेटिभ डिरेक्सनमा जुन भेलोसिटी छ यो छ। सो यो नेगेटिभ डिरेक्सनको भेलोसिटी र यतापट्टि आएको भेलोसिटीको रिजल्टेन्ट भनेको यो हो। सो यो जुन चाहिँ भेलोसिटी छ यसलाई हामीले के भन्छौँ भन्दाखेरि भिएबी भन्छौँ। सो यो भिएबीको जुन म्याग्निट्युड छ त्यो यो भिएबीको म्याग्निट्युड र डिरेक्सन भनेकै वास्तवमा के हो त भन्दाखेरि यसको चाहिँ यो रिजल्टेन्टको अथवा रिलेटिभ भेलोसिटी म्याग्निट्युड र डिरेक्सन हो भन्ने कुरा हामीले बुझ्छौँ। त्यसै गरी अब भिओडीको कुरा चाहिँ यहाँनिर हामीले थाहा भएकै कुरा हो। सो भिओडी भनेको यहाँदेखि यहाँसम्मको डिस्टेन्स हो
यहाँदेखिसम्म डिस्टेन्स हो। सो यो भेलोसिटीको चाहिँ म्याग्निट्युड र डिरेक्सन, यो भेलोसिटीको म्याग्निट्युड र डिरेक्सन भनेकै वास्तवमा के हो त भन्दाखेरि VBA को चाहिँ म्याग्निट्युड र डिरेक्सन हो भन्ने कुरा हामीले यहाँ बुझ्छौँ। त्यस्तै अब हामीले यसको रिजल्टेन्ट कसरी निकाल्ने भन्ने कुरा छ। हामीलाई अब थाहा भएकै कुरा हो। हामीले एकदमै यो चाहिँ एकदमै रिपिटेडली चाहिँ भेक्टरमा पढ्दै आएको कुरा हो। सो हाम्रो यहाँ के हुन्छ त भन्दाखेरि चाहिँ VA को स्क्वायर, अब VA माइनस VB भने के हुन्छ, VA को स्क्वायर प्लस VB को स्क्वायर प्लस 2VA इन्टु VB इन्टु cos 180 माइनस थीटा छ यहाँनिर। सो त्यस्तै अब यो हामीले भेक्टोरियल हामीलाई चाहिँ खोलिरहेको छौँ। सो यसलाई खोल्दाखेरि चाहिँ हाम्रो इन्टायर फर्म चाहिँ यो फर्ममा आएको छ। त्यस्तै डिरेक्सन अफ AB चाहिँ कति हुन्छ भन्ने कुरा हामीले हेर्दाखेरि चाहिँ अल्फा भन्ने भ्यालु हामीले निकाल्न सक्नुपर्छ। यो ट्रिगोनोमेट्री लगाएर हामीले निकाल्दाखेरि चाहिँ यसको भ्यालु चाहिँ हामीले के पाउँछौँ त यहाँ भन्दाखेरि चाहिँ VB sin थीटा डिभाइड बाई VA माइनस VB cos थीटा विथ रेस्पेक्ट टु A छ है फेरि यहाँ है। यो भेलोसिटी A को रेस्पेक्टमा चाहिँ हामीले यो एङ्गल निकालेको हो भन्ने कुरा पनि हामीले बुझ्न एकदमै आवश्यक छ।